मैले अहिलेसम्म पनि खाएको छैन के साथीहरू, फर्स्ट टाइम खाँदैछु। सो वेलकम छ साथीहरू मेरो छोटो मिनी भ्लगमा सम्पूर्ण साथीहरूलाई। यो चाहिँ म बनाउँदैछु थुक्पा। मैले आजसम्म थुक्पा खाएकै छैन, नामभरि धेरै सुनेको, साँच्चै भनेको मैले खाएकै छैन, अहिलेसम्म टेस्ट गरे छैन। त्यसैले मलाई एकदम खान मन लाग्यो। मेरो भिडियोमा पनि आएको रहेछ कि थुक्पा थुक्पा भनेर, अनि पछि मैले बनाएँ। अब सबैले के न के सुकुटी थुक्पा, चिकन थुक्पा मस्तै बनाउँदो रहेछन्। मैले चाहिँ चिकन हालेन, चना र आलुको सुप अनि भेजिटेबल हाले। एकदम मिठो बनेको थियो साथीहरू। हजुरहरूले पनि यसै गरी बनाएर ट्राई गर्न सक्नुहुन्छ। फर्स्टचोटि खाएको पनि यति मिठो लाग्यो मलाई चाहिँ, कागती निचोरेर मैले त एक बल खाइदिएको कि यति मिठो लाग्यो। हजुरहरूले पनि यसै गरी बनाएर खानु होला, एकदम मिठो हुन्छ। मेरो भिडियोमा लाइक कमेन्ट गर्न चाहिँ नभुल्नु होला साथीहरू। अहिले चाहिँ मैले एकदम छोटो अनि मिठो भिडियो लिएर आएको थिएँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो।